के भन्नुहुन्छ अन्तिममा लास्टमा विदाई कार्यक्रममा के भन्नुहुन्छ? अब यस्तै हो, म डोल्पाली माइनोको एकदम पहिलेदेखि फ्यान थिएँ। अहिले मैले उहाँलाई प्रत्यक्ष भेट्न पनि पाएँ, उहाँसँग मैले इन्टरभ्यू लग्न पनि पाएँ। अहिले म उहाँसँग कहिले भेटौँला भन्ने सम्मान पनि भइसकेको थिएँ, भेटेँ तर इन्टरभ्यू पनि दिएँ। म उहाँदेखि कहिले भेटौँला भन्ने जस्तो पनि भइरहेको थियो, भेटेँ तर प्रत्यक्ष भेटेँ, उहाँसँग भेट पनि भयो। अहिले उहाँसँग भेट्दा मलाई एकदमै खुसी पनि लागिरहेको छ। तपाईँको इन्टरभ्यू केमा आउँछ थाहा छ तपाईँलाई? थाहा छैन मलाई। हाम्रो तपाईँको इन्टरभ्यू केमा आउँछ भने डोल्पोज अफिसियल युट्युब च्यानल साधारण बस कार्यक्रम हो होइन? तपाईँको साधारण बस कार्यक्रममा त्यही डोल्पोज अफिसियलबाट आउँछ है। ल त्यो हेर्नु नबिर्सनु होला। हेलो नमस्ते सबैजनालाई, म कलकत्ता मन्त्रीबाट डोल्पाले माइलो। आज हामीसँग एकजना पाहुना ल्याएर आएको छु साधारण बस कार्यक्रममा। साधारण बस सबैजनाले के हो भनेर चाहिँ जानकारी खुल्दुली चाहिँ धेरै भइरहेको थियो। आज यो भिडियो मार्फत चाहिँ तपाईँहरूलाई चाहिँ स्पष्ट जानकारी देखाउने छु, जुन सर्वसाधारणले पनि चाहिँ आफ्नो भावना प्रतिक्रियाहरू राख्न मिल्ने भनेर चाहिँ मैले साधारण बस खोलेको छु भनेर भनेको थिएँ। र देशको विसङ्गठित र देशको चाहिँ बेरोजगारको अवस्थामा पनि मैले त्यो कुरा उठाउने गरेको छु। जुन डोल्पा जिल्लाबाट चाहिँ एकजना हामीसँग चाहिँ भाइ हुनुहुन्छ, उहाँसँग चाहिँ केही कुराकानी गर्नेछु। उहाँ चाहिँ उहाँको परिचयबाट उहाँको चाहिँ काठमाडौँ आउनु भएको, किन आउनु भएको, कसरी आउनु भएको छ होइन, त्यो विषयमा र डोल्पाको विषयमा चाहिँ केही जानकारी छ भने त्यो पनि हामी सोध्ने नै छौँ। भन्दै ढिला नगरिकन हामी यो कार्यक्रममा त उहाँलाई चाहिँ साधारण बस कार्यक्रममा चाहिँ स्वागत गर्छौँ है त। ल बाँकी उहाँको भिडियोबाट थ्याङ्क यू। स्वागत छ तपाईँलाई हाम्रो साधारण बस कार्यक्रममा। तपाईँको छोटो पहिला परिचयबाट सुरु गरौँ न त। थ्याङ्क यू। मेरो नाम मदन साई, मेरो घर चाहिँ डोल्पादेखि यहाँ काठमाडौँसम्म। काठमाडौँ आउनुको मेन उद्देश्य के हो? अब यही त हो नि, अब खान लाउन यस्तै थियो, अब बाहिर देशतिर जाम कि भनेर आएको बाहिरको लागि। अनि उमेर त सानै जस्तो छ, कति वर्ष हुनुभयो तपाईँ? मेरो अहिले 22 वर्ष। 22 वर्ष। अनि 22 वर्षमा उमेरमा युवा एउटा चाहिँ खाउँ लाउलो भन्ने उमेरमा चाहिँ बाहिर गएर अरूको गुलामी बन्न के त्यो मन्जुर छ? त्यो रहर थियो या बाध्यता थियो, के थियो त्यहाँ? यो रहर नै हो, बाध्यता नि भन्न मिल्दैन यसलाई। मेरो यो रहर नै हो। के रहर? मान्छे त देशमै नेपालमै केही गर्न चाहन्छन्, बाहिर गएर गुलामी बन्न कोही पनि चाहँदैन। तपाईँलाई चाहिँ के रहर लाग्यो त्यस्तो? यस्तो बाहिर गएर केही गरौँला, आफ्नै पसिना बगाएर केही कमाउँला भन्ने सोचले नै बाहिर जानला हो। त्यो अब धेरै घरमा बसेर बुवा मम्मीको कमाइ धमाइ खानुभन्दा आफ्नै कमाइ गर्छु म, त्यो अरूभन्दा नि एक विशेष माथि नै बढ्छु भन्ने सोचले आएको। त्यो कुरा एकदम सोच राम्रो हो, तर चाहिँ नेपालमै बसेर पनि त केही गर्न सकिन्थ्यो नि त। अब नेपालमै बसेर पनि त केही उपायहरू त केही निकाल्न सकिँदैन थियो र? नेपालमा केही गर्न खोजे आफ्नैले हलानो फलानो यस्तो यस्तो उस्तो भन्छ, बाहिर अर्काको देशमा गएपछि त केही टोयलेट सफा गरे पनि, अर्काको दिशा पोछे पनि अर्का देशमा धेरै राम्रो हुन्छ। आफ्नो चिनिया नभएको धेरै राम्रो हुन्छ। उता आफ्नो गाउँतिर केही गर्न विदेश त सबै कुराहरू राम्रो हुन्छ भन्ने हुँदैन, कतिपछि बाकसमा आइराखेका छन्। भोलिको दिनमा त्यो कसरी, त्यो नजरलाई चाहिँ कसरी हेर्नु भएको छ? अब आफ्नो प्रतिबल कति छ, त्यसको अब आयु कतिसम्म छ। मान्छे बेडमा सुतेको मान्छे छत्तेर मर्छ भनेपछि खाटमा हालेको मान्छे नि मर्ने हो, बाहिर त्यो महलमा बसे नि मर्ने हो। काम गर्न गए पनि त्यहाँ गए पनि मर्ने हो, काल आएपछि यहाँ आयो यहाँ बस्यो पनि मर्ने हो। अब एउटा चाहिँ अर्को मेन उद्देश्य एउटा क्वेसन सोध्न चाहेँ मैले। डोल्पा जिल्लाबाट चाहिँ उता डोल्पा के अरे बाहिर जानको रिजन चाहिँ अब के कारण? डोल्पाको चाहिँ के समस्याले हो कि अथवा चाहिँ डोल्पा जिल्ला चाहिँ कस्तो नजरले हेरिरहनु भएको छ डोल्पाको जिल्लालाई चाहिँ? डोल्पा के नजरले हेर्नु, यस्तै त हो। अब नेताहरू छन्, सबै भ्रष्टाचारीहरू छन्। त्यो नेताहरूले अब होइन कुनै योजना कुनै विकास सिकास ल्याइदिएको भए त्यो ठाउँमा हामी जस्तो युवाहरूले रोजगारी पाउँथ्यौँ। त्यो रोजगार पनि आउँदैन, तिनीहरूले सबै भ्रष्टाचार गरेर नै खाने हुन्। केही कुराहरू ल युवाहरू तिमीहरूले केही गर्नुपर्छ, तिमीहरूकै लागि यो आएको छ यो योजनाहरू, हरेक विकासहरू यो गर्नुपर्छ, युवा हामीहरू मिलेर नेताहरू मिलेर भन्ने छैन, सल्लाह छैन। जसरी छ आफ्नै खाने प्रयासमै छन् त। ल त्यो मैले भने तपाईँले त्यो कुराहरू बुझ्नु भएको रहेछ, तर तपाईँ यहाँ नेपालमै बसेर त्यो युवाहरूलाई आफूले शिक्षित भएर र अरू युवाहरूलाई शिक्षित गराएर होइन त्यो भ्रष्टाचारलाई चाहिँ कसरी नियन्त्रण गर्ने र डोल्पा जिल्लालाई कसरी अगाडि बढाउने भन्ने सोचेर अगाडि बढ्नु पनि त सकिन्थ्यो। अब युवाहरू हुन्छन्, अब सबै त ल गरौँ भन्ने हो भने एउटा हुन्छ अर्को हुन्न। अहिले तपाईँ ल यहाँ डोल्पाको मान्छे, एउटै गाउँको मान्छे यहाँ हुनुहुन्छ,
अनि तपाईँले माथि लगेर नहुने, तपाईँले म एक भएर फेरि अर्को नहुने। किन म जान्छु नजाने होइन, म अहिले भर्खर मेरो चाहिँ स्ट्रगल फेजमा छु। हाम्रो साधारण बस हरेक कुना कुनामा पुग्नेछ भन्ने मैले ढुक्क भएको छु। र अहिले विशेष गरी साधारण बस कार्यक्रम खोलेको पनि डोल्पाकै विषयको लागि हो, जुन डोल्पाको जनताहरूले चाहिँ जनचेतना भिडियो मार्फत चाहिँ जानकारी होस्, के कुरा सिजित हुन् र त्यहाँको युवाहरू एक्टिभ बनेर चाहिँ भ्रष्टाचार नियन्त्रण गरून् भन्ने मेरो उद्देश्य। म अवश्य नै जाने नै छु। र तपाईँ चाहिँ एकचोटि हेर्दाखेरि चाहिँ खाउँ लाउनु उमेर यो भर्खर 22 वर्षको उमेरमा बाहिरिनुको रिजन एउटा रहरले बाबाआमाको उसले भन्दा पनि म आफैले चाहिँ खुट्टा टेक्छु केही गरेर भन्ने उद्देश्य चाहिँ हो, यो सपना हो, यो राम्रो कुरा हो मैले माने। र नेपालमै बसेर पनि केही गर्न सकिन्थ्यो भन्ने मेरो धारणा हो। किन त नेपालमा नबसेको? नेपालमा बस्ने रहर कसलाई हुँदैन आफ्नो जन्मभूमिमा, तर एउटा विदेशिनु पर्ने बाध्यता पनि हुन्छ। यो विदेशिनु पर्ने बाध्यताको चाहिँ कुरा निकाल्नु भयो। यो विदेशी पर्ने बाध्यता जुन नेपाल सरकारको कमजोरी हो या आफ्नो नै कमजोरी हो, के होला? यो विशेष अब पढले पहिले नै छोडियो, त्यो आफ्नो एउटा त्यो कमजोरी भयो। त्यहाँदेखि अब गाउँघरतिर बसेको नेताहरूको पनि के कमजोरी भन्ने, नेताहरूले भ्रष्टाचार गर्छन्, नेताहरूले आफ्नो बारेमा मात्रै सोच्छन्, गाउँलेहरूको बारेमा सोच्दैनन्, युवाहरूको बारेमा सोच्दैनन्। यस्तै गर्दै नेपाल पछि पर्न कारण नेपाल भन्दा यो डोल्पा मध्ये पनि हाम्रो यो मुटके चुलामा एकदमै पछि छ। यो पछि पर्नुको कारण के हो? रिजन के हो? नेताहरूले जति विकासहरू आउँछन् निकासहरू आउँछन् सबै आफ्नै खल्ती भर्छन्, जनताहरूको बारेमा केही पनि हेर्दैनन्। आफै भर्छन् भने के प्रुफ छ, के प्रमाण छ? प्रुफ किन नहुनु, केही विकास नै भएको छैन। अन्त यत्रो विकास भइरहेछ, त्यो हाम्रोमा एउटा विकास नहुनुको त्यहाँका कुनै फोटो, कुनै भिडियो, कुनै केही छ प्रमाण? भिडियो प्रमाणहरू त खोजेपछि सब भेटिन्छ, किन नभेटिनु, गरेको काम भेटिन्छ। अनि हो यत्रो लथालिङ्गै छोडेर आफ्नो देश, आफ्नो गाउँ, आफ्नो चाहिँ जिल्लालाई चाहिँ लथालिङ्गै छोडेर, आफ्नो नेपाललाई लथालिङ्गै छोडेर विदेशिनु पर्ने, अब केही यतै बसेर त्यसलाई समेटेर अगाडि बढाउन पनि त सकिन्थ्यो। विदेशी जानुपर्ने त छैन। त्यो त स्वार्थविद भएन र स्वार्थवादी भएन र विदेश गएर पैसा कमाउने, आफू चाहिँ घरसार बनाउने, भोलि मनोरञ्जनमा बस्ने, नेपालको जस्तो होस् मतलब भएन, डोल्पा जिल्ला जस्तो मतलब भएन, आफ्नो गाउँ जस्तो सुकै होस् मतलब भयो। त्यो त आफू व्यक्तिगत रहर भयो नि त। त्यो तपाईँ कुरा पनि ठिकै हो। त यहाँ युवाले त देश बनाउने हो नि त, युवाको जिम्मा यो देश भनेको युवाको हातमा छ, हो कि नै? सो त्यो भएको कारणले गर्दाखेरि युवाले नै गर्ने हो। अब युवा नै यस्तो अन्धकारमा दौडेपछि देश कसले बनाइदिन्छ? अब म एक्लैले गरेर नहुने, सबै युवाहरूसँगै नहुने, मेरो साथमा पनि नभइदिने, मैले बोलेको सपोर्टमा अरूले नबोलिदिने, त्यस्तै हो। अब युवाहरूले गर्न चाहेर पनि अब केही नहुने। अब यो नेताहरूले पनि अब होइन केही विकासहरू गरिदिएको भए, मेरो गाउँमा यस्तो विकास भइरहेछ, मैले पनि अरू केही कुराहरू गर्नुपर्छ भन्ने हुन्थ्यो। नेताहरूको हातमा अब ठुल्ठुलो झन् पावर छ, हामीसँग केही छैन। हामी गाउँलेहरू हो, हामीलाई के, हामीले जे देखिरहेको हुन्छौँ, जे बुझिरहेको हुन्छौँ त्यही नै भन्ने हो। हामीले अब गाउँलेहरूलाई के नै हुन्छ र, न साथ दिने मान्छे नै हुन्छ, न मैले राम्रो गर्न खोजे अर्कोले खुट्टा काट्न खोज्छ। त्यही भएर मैले आफ्नो बारेमा सोचौँ। अब ठिकै छ, अरूले आफ्नो बारेमा सोच्दैन भने मैले मात्रै मेरो नेपालमा मेरो यो डोल्पालाई सोचेर केही हुन्न। त्यही भएर ठिकै छ, अरूलाई पनि यस्तै हुन्छ नि। एक थुकी सुकी 100 थुकी नदी भने चाहिँ तपाईँले सिजुत हुनुभयो, तपाईँले अर्को व्यक्तिले सिजुत बनाउन सक्नुहुन्छ, अर्कोले यस्तै गर्दै सबैजना सिजुत भएर युवा सङ्गठन पनि त बन्छ नि त। एउटा चाहिँ भेला पनि गरेर त्यहाँनिर सल्लाह पनि त गर्न सकिन्छ। डोल्पाले कसरी अगाडि बढाउने, डोल्पाको भ्रष्टाचारलाई चाहिँ कसरी नियन्त्रण गर्ने, त्यो पनि एउटा सल्लाह गर्न सकिन्छ। त्यसलाई छोडेर विदेश अन्धकारमा किन जानला त? अनि डोल्पाले अन्धकारमा छोडेर विदेश किन जानला? मैले डोल्पाले कहाँ अन्धकार छोड्यो त? डोल्पाले अन्धकार छोड्ने त हाम्रो नेताहरू हुन् नि, नेताहरूले नै गर्दा यस्तो भयो। नेताहरूले मात्रै दोष दिनु भएन, नेताले त गलत गर्छ, तर सच्याउने कुन हो? जनता नै हो होइन? तर जनताहरू एकजुट हुनु पर्यो नि त। अहिले मेन कुरो त अहिले धनुले भन्यो नि, यी भेरा बाख्राहरूलाई नुन हालेपछि आइहाल्छन् भन्ने कुरा पनि यो चुनावमा सुनिरहेको थियो। धनुजी को हुनुहुन्छ डोल्पाको? डोल्पाको उहाँ माननीय मन्त्री हुनुहुन्छ होइन? माननीय मन्त्री पहिला हुनुहुन्थ्यो, अहिले चाहिँ उहाँ चाहिँ सांसद हुनुहुन्छ। उहाँको मात्रै गल्ती नभनिकन हामीले चाहिँ युवाहरूबाट लिएर हाम्रो त्यहाँको जनताहरू पनि सचेत हुनु पर्यो त। उहाँलाई चाहिँ गलत दिनु भएन, गलत गर्न दिनु भएन होइन? सच्याउनु पर्यो, उहाँलाई चाहिँ झकझक्याउनु पर्यो। अब उहाँले नै भन्नुहुन्छ अन्त ठाउँ अलि विकास भए पनि हाम्रो ठाउँमा एउटा विकास गर्नु भएको छैन। चुनावको बेला जाने यिनीहरू भेरा बाख्रा हुन्। विकास नभएको के छ त्यहाँनिर यसो भन्नु त? त्यहाँको समस्या, त्यहाँको वातावरण विषयमा के कुराको समस्या, के विकास भएको छैन त्यो केही? अहिले धेरै वर्ष पछाडि रोड गएको छ, रोड पनि त्यो काम नलाग्ने छ, वो दिएर सबै काम भइसकेको छ होइन?
बाटो यताउता तिमीलाई 5-6वटा जतिको नाम भन्नु ल। यहाँनिर यही विकास भएको छ नि, यो विकास भएको नि, यो विकास भएको छ नि भनेर 5वटाको नाम भन्नु त ल। मेन हामीलाई चाहिएको घेराबार जग्गाहरू त्यो भएको छैन। त्यहाँ बाटो त गयो तर हामीहरूको सबै हामीलाई चाहिने गाई बाख्रा भैँसी त त्यो त्यो त्यसको लागि घाँस सबै नष्ट भयो। हाम्रो रुखहरू नष्ट भयो। हामीलाई चाहिने युवाहरूलाई चाहिने फुटबल ग्राउन्ड भएको छैन। हाम्रो अर्को के भइरहेछ भने हाम्रो सबै युवाहरू बाहिर जानको कारण त्यहाँ हाम्रो केही अवस्था केही बोलेको केही नलाग्ने भएर नै हामी बाहिर जान लागेको। त्यही यति नै हो। युवाहरू एक छ अर्को छैन, अर्को छैन। अनि युवाहरू एकजुट हुनु पर्यो। त्यहाँ यो चाहिँ के पढेको छैन, लेखेको छैन, शिक्षित छैन, गएको सही र गलत छुट्याउन सक्दैन। अब तपाईँ जस्तो सबै पढेको मान्छेहरू बाहिरै छन्, नपढेको कहाँ पढ्यो त। म पनि एउटा चाहिँ एउटा विचार राख्नु, पोजिटिभ धारणा एउटा विचार राख्नु पनि त सही हो त। यो सही कुरा केटाहरूले उठाएको आवाज उठाउँदा एकजना हुनुपर्छ, नेतृत्व गर्न एकजना भयो हुन्छ डोल्पाबाट, धेरै चाहिएन। तर पछि सपोर्टर त चाहियो नि त। तपाईँ त सपोर्टरबाट अगाडि बढ्न सक्नुहुन्छ नि त। सपोर्टर त चाहिन्छ, सपोर्टर नै छैन। यो गरौँ भनेपछि यस्तो यस्तो हुने, अर्कोले बोल्दा अर्को हुने, एउटाको कुरा लागु नहुने, त्यही भएर नै डोल्पा पछाडि पर्यो। ठिक छ, तपाईँ अहिले आफ्नो स्वार्थको लागि डोल्पा जानु, उता जानुभयो, बाहिर जानु, बाहिरिनु भयो, घर बनाउनु भयो, गाडी बनाउनु भयो। भोलि तपाईँको पाला मात्रै राम्रो तपाईँले सुखमा पालिनु भयो। तपाईँको बच्चाले भोलि सुखले बाँच्छ भन्ने त हुँदैन नि त। भोलि बच्चाको लागि छुट्टी वातावरण चाहिएला। भोलि यो वातावरण त हुर्किँदैन होला पक्कै पनि। हामी बाउ आमाको वातावरण त हामी पक्कै पनि छैनौँ होइन। हो त्यो भएको कारणले बच्चाको लागि सम्झिने कुरा हो नि त। यो त सम्झिने त हो। अब बच्चा आफ्नो देश ठाउँ राम्रो भयो भने होइन, सरकारले चाहिँ एक घर एक रोजगार दियो भने सुख होस्। बच्चा बच्चीहरू हामीसँग पढुन् लेखुन् होइन, विदेशी गएर अर्को गुलामी गर्नु पर्दैन। हामीलाई एक घर एक रोजगार पनि चाहिएको छैन। हामीलाई सिर्फ चाहिएको भनेको अब होइन, हामी कामदार हो। त्यस्तै काम साम दिए पनि विकासहरू आएको विकासहरूलाई जनताहरूले गरेर केही खानु पर्यो है, नुन तेल खानु पर्यो, चामल खानु पर्यो भन्ने सम्मान भइदिएको भएन हामी बाहिरिनु पर्दैन थियो। त्यो विकास न त्यो भनाइ कसैबाट छैन त, हामी बाहिरिनु परेन त। ल ठिक छ, अब तपाईँ बाहिरिनु भयो ठिक छ। अरू चाहिँ युवाहरूले देशमा बस्ने, डोल्पामा बस्ने युवाहरूले चाहिँ जानकारी एउटा सन्देश के दिन चाहनुहुन्छ? उनीहरूले मैले भनेको के हो भने त्यो उनीहरू गाउँघर बसेकोले सबै केटाहरू एकजुट भएर, युवाहरू एकजुट भएर हामीलाई यस्तो यस्तो भयो, हाम्रो गाउँ यति पछाडि पर्यो, हाम्रो डोल्पा यस्तो भएको छ, यसलाई विकास गर्नु पर्यो। सबै जनताहरू एक भएर नेताहरूले भनेको नमानेर नेताहरूलाई भ्रष्टाचार गर्न नदिनु भन्ने मेरो सोच छ। ल ठिक छ। ल हामी अब कार्यक्रमको अन्तिममा पनि छौँ। अनि सबैजना हेर्ने दर्शकहरू हुनुहुन्छ, उहाँहरूले चाहिँ के भन्न चाहन्छ अन्तिममा? विदेशको विषयमा के भन्नुहुन्छ र नेपालको विषयमा के भन्नुहुन्छ? अन्तिममा चाहिँ के भनिदिनु? हाम्रो नेपालको बारेमा मनमा लागेको कुरा हाम्रो नेपालमा के अब बाहिरिनको कारण के गर्नु? अब यस्तै हो। अब युवाहरू सबै बाहिर जानुपर्ने हुन्छ। अब गइसक्यो। हाम्रै गाउँबाट 6-7 जना आइरहेको छु। यस्तै हो। अब गाउँमा बस्ने पनि कोही छैनन्। बसेको केटाहरूले अलि राम्रै गरून् भन्ने सोच हो। अब के गर्छन् खै। अब आफ्नो त यस्तै पर्यो। अब यहाँ गाउँमा बसेर केही नहोला जस्तो छ। आफ्नो मनमा लागेको इच्छाहरू पुरा केही नहोला जस्तो छ। त्यही भएर बाहिरिएर केही छैन। आफ्नो जहाँ गए पसिना गरेर खाने हो। बाहिर गएर केही पसिना बगाएर केही मेहनतहरू गरेर नै अलि केही कमाउँला भन्ने सोचले चाहिँ बाहिर जान लागेको। अब यस्तै छ। राम्रोसँग जानु होला बाहिर। शुभ यात्रा छ अहिलेदेखि नै। अब सेफ फ्लाइट होइन, सेफ फ्लाइट होस्, राम्रो होस्, सुख होस्। अब जसरी अहिले मैले इन्टरभ्यू लिएको छु तपाईँको, भोलि नेपालमा आउँदाखेरि पनि मैले यसरी नै इन्टरभ्यू लिन पाऊँ होइन। सुख होस् र सुखी होस् र कुनै पनि समस्याहरू नहोस् भन्न चाहन्छु। यदि कुनै समस्या भइहाल्यो भने मलाई सम्झिनु। जहाँ जे भयो भने, जुन ठाउँमा भयो भने, जुन कुनामा भयो भने मैले खोज्नेछु। हाम्रो साधारण बसले चाहिँ फुलफिल होइन सपोर्ट गर्नेछ भनेर मैले आग्रह गर्न चाहेँ। के भन्नुहुन्छ अन्तिममा, लास्टमा विदाई कार्यक्रममा के भन्नुहुन्छ? अब यस्तै हो। म डोल्पाली माइनोको एकदम पहिलेदेखि फ्यान थिएँ। अहिले मैले उहाँलाई प्रत्यक्ष भेट्न पनि पाएँ। उहाँसँग मैले इन्टरभ्यू लग्न पनि पाएँ। अहिले म उहाँसँग कहिले भेटौँला भन्ने सम्मान पनि भइसकेको थिएँ। भेटेँ तर इन्टरभ्यू पनि दिएँ। म उहाँदेखि कहिले भेटौँला भन्ने जस्तो पनि भइरहेको थियो। भेटेँ तर प्रत्यक्ष भेटेँ। उहाँसँग भेट पनि भयो। अहिले उहाँसँग भेट्दा मलाई एकदमै खुसी पनि लागिरहेको छ। तपाईँको इन्टरभ्यू केमा आउँछ थाहा छ तपाईँलाई? थाहा छैन मलाई। हाम्रो तपाईँको इन्टरभ्यू केमा आउँछ भने डोल्पोज अफिसियल युट्युब च्यानल साधारण बस कार्यक्रम हो होइन। तपाईँको साधारण बस कार्यक्रममा
त्यही डोल्पोज अफिसियलबाट हुन्छ है। ल हस् त्यो हेर्नु नबिर्सनु होला, साथ सपोर्ट गरिदिनु होला, दर्शकलाई पनि सपोर्ट गरिदिनु भनेर चाहिँ भनिदिनु पर्यो। बिदाई हुन्छ, ठिक छ, हामी अहिलेको लागि छुट्टिन्छौँ। अन्तिममा के लाग्छ भने भन्नु होला, नत्र अहिलेको लागि हामी छुट्टिन्छौँ। के भन्न चाहनुहुन्छ? अहिले केही छैन, अब बाँकी कुरा बाहिरबाट आइयो भने केही सोचेछ, के गरिरहेछ, विकास नै यताउता केही भएछ भने त्यसको राम्रो भएछ भने हाम्रो डोल्पाको लागि केही भएछ भने म बोल्दैछु त्यतिखेर। नेपालको युवाहरूलाई चाहिँ यो भन्न चाहनुभयो, अब ठिक छ, अब राम्रो गर्नु, तिमीहरूले चाहिँ गर्नु, आफू गए पनि होइन, डोल्पा भचार हुनु दिनु भएन। मेरो सोच पनि त्यही हो, आफू बाहिर गए पनि युवाहरूले केही गरौँ, पछिल्लो युवाहरूले हामी जस्तै बाहिरिनु नपरोस्, तपाईँको जस्तै बाहिरिनु नपरोस्, मिलेर चाहिँ रोजगारहरू दिलाउने। अनि नेताहरूले पनि अब सबै कुराहरू मिलाइदिनु। हुन्छ, धन्यवाद तपाईँलाई कार्यक्रममा स्वागत, आउनुभयो, के कुरा 2-4 शब्द राखिदिनु भयो, एकदम खुसी लाग्यो। धन्यवाद। धन्यवाद उहाँलाई कार्यक्रम हाम्रा उपस्थिति हुनुहुन्थ्यो हाम्रो मदन साई सुर डोल्पा, हाम्रो चाहिँ डोल्पा जिल्ला मोटिकेसल गाउँपालिका वडा नम्बर 5बाट हुनुहुन्थ्यो। उहाँसँग केही कुराकानी गऱ्यौँ, हजुरहरूलाई कस्तो लाग्यो, उहाँको कुराहरू धेरै फुल भिडियो हेर्नुभयो कि नै, प्रतिक्रिया कस्तो लाग्यो त्यो पनि कमेन्ट गरिदिनु होला। र हाम्रो युवाहरू बितिसिनु पर्ने रिजन के हो त्यो पनि भनिदिनु होला। म त के भन्न चाहन्छु भने युवाहरूले चाहिँ जुन जुन ठाउँबाट उठ्नु भएको छ त्यो आफ्नो गाउँ हेरौँ, आफ्नो चाहिँ समाज हेरौँ, त्यसपछि आफ्नो चाहिँ जिल्ला हेरौँ, जिल्लापछि नेपाल हेरौँ भन्न चाहन्छु होइन। सबैजना युवाहरूले नै गर्ने हो, यहाँको चाहिँ जनताहरूले नै गर्ने हो, सबै कुरा जनताकै हातमा छ। नेताको हातमा केही पनि हुँदैन, जनताले जिताएको नेता हो, नेताले केही भन्न मिल्दैन, जनताले नै सक्षम बनाउनुपर्छ नेतालाई। नेताले चाहिँ अब डाँडो पुर्नेतिर हात नखा भन्ने कसो भने जस्तो डाँडो पुर्ने उसको हातमा दिएछ, उसले जे पनि खान सक्छ, त्यो खाना दिनु भएन होइन। सबै कुराहरू चाहिँ जनताले पनि सक्षम बनाउनु पर्यो भन्न चाहन्छु। कार्यक्रम कस्तो लाग्यो सबैजनाले यदि डोल्पोज अफिसियल च्यानललाई चाहिँ सब्सक्राइब गर्नु भएको छैन सब्सक्राइब गरिदिनु होला। आगामी दिनहरूमा पनि तपाईँको यस्तै रेडी भिडियो आइरहनेछ भन्न चाहन्छु। यदि कसैले साधारण बस कार्यक्रम सम्बन्धी केही डोल्पाको विषयमा जानकारी छ र गहिरिन चाहनुहुन्छ भने अवश्य पनि एउटा चाहिँ 2-4 शब्द राख्ने चाहिँ मौका दिनु होला। म तपाईँको ठाउँमा चाहिँ पुग्नेछु र तपाईँहरू पनि काठमाडौँ हुनुहुन्छ भने मलाई सम्झिन चाहनुहुन्छ। थ्याङ्क यू। यो युट्युबको चाहिँ मेरो त्यहाँ मोर अप्सनमा जानुभयो भने मेरो डिस्क्रिप्सनमा फेसबुक पनि आइडी त्यही छ र टिकटक आइडी पनि त्यही छ। फेसबुकमा मलाई साथी बनाएर मेसेज गर्न सक्नुहुन्छ भन्न चाहन्छु। यसै गरी अहिलेको लागि म पनि छुट्टिन्छु। बाई बाई, सी यू, थ्याङ्क यू।